हेलो साथीहरू, गुड इभिनिङ, नमस्ते। फेरि पनि स्वागत छ हजुरहरूलाई सुप्रिज मम ब्लगमा। कस्तो हुनुहुन्छ हजुरहरू? आई होप सबैजना ठिक हुनुहुन्छ। अनि यो चाहिँ बेलुकाको टाइम हो अनि हामी चाहिँ यहाँ गर्दैछौँ प्याकिङ। यो के को लागि भन्दाखेरि चाहिँ आज हामी जाँदैछौँ गोवा। अगाडिको भिडियोमा पनि भनेको थिएँ मैले, अब नेक्स्ट भिडियो चाहिँ गोवाको ट्रिप हुँदैछ भनेर। त्यही भएर चाहिँ आज चाहिँ गोवा ट्रिपको भिडियो लिएर आएको छु। अनि यहाँ चाहिँ प्याकिङ हुँदैछ अनि यहाँ चाहिँ नयाँ कपडाको यो स्टिकरहरू काटेको, यो पनि यहीँ छ। अनि यहाँ हेर्नु न, हस्बेन्ड चाहिँ बिन्दास भएर फोन हेर्दै हुनुहुन्छ अनि म सानी बहिनी भएर चाहिँ गर्दैछौँ प्याकिङ। अब चाहिँ यो एकैचोटि रातिको टाइम हो। अघि मैले बेलुकाको थोरै भिडियो लिएको थिएँ अनि यो चाहिँ राति। अब चाहिँ हामी जानको लागि रेडी भइसक्यौँ अनि म चाहिँ यहाँ थोरै क्लिप लिँदैछु। अहिले चाहिँ राति 12 बज्न आँटेको छ। हाम्रो चाहिँ 1:30-2 बजीको चाहिँ टिकट छ अनि हामी चाहिँ जाँदैछौँ ट्रेनमा। अब चाहिँ हामी निस्किन्छौँ। ठ्याक्कै 12 बजे। अब चाहिँ हामी यहाँबाट निस्केको, ठिक्क घरबाट निस्किँदा 12 पनि बजेछ। अटो बोलाउनु भएको थियो अनि यहाँ चाहिँ 2टा अटो बोलाउनु भएको छ। अटो पनि आइसकेको छ अनि अब हामी चाहिँ रेलवे स्टेसनसम्म चाहिँ जान्छौँ अटोमा। यहाँदेखि 15-20 मिनट जति लाग्छ होला हौ। अनि त्यति टाइम लाग्छ अनि हामी चाहिँ अब निस्केको यहाँ रुमबाट। अनि हामी चाहिँ यहाँ स्टेसनमा आइपुग्यौँ अनि हामीले 12, 1, साढे 1, 1.5 घन्टा जस्तो वेट गऱ्यौँ। रेल यो अर्कैको हो, यो बेङ्गलोर जाने रेल हो। अनि यो पछि चाहिँ नेक्स्ट हाम्रो आउँदैछ अनि हामी चाहिँ जान्छौँ त्यसमा। लु 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 उठ उठ उठ, त्यसलाई बोकिन र। एसी त परै पुऱ्याएको नि। छोरीलाई के निद्रा लाग्यो? घोडा चढेको न घोडा चढेको न त है। टायर छ नि अब चाहिँ हामी गोवा स्टेसनमा झरिसकेको छौँ। गोवाको रेलवे स्टेसनमा रातिको 2 बजी चढेको, अहिले बिहान 7 बजी झरेको छौँ। 5 घन्टा लाग्दो रहेछ ट्रेनमा पनि। अनि हामी चाहिँ यहाँ झरेर नास्ताहरू गरेको थियौँ। म यो भिडियोहरू पुरानो भएर कि सबै क्लिप मिस भएको छ मबाट, अनि जति पनि छ थोरै थोरै त्यही मैले चाहिँ अपलोड गर्न आँटेको छु। सबै भिडियोहरू आधीमा धेरै नै मिस भएको छ। अनि हामी चाहिँ 7 बजी नास्ता गरेर निस्केर लगभग 7-8 वटा चाहिँ होटलमा डुल्यौँ होला। अनि काहीँ सब अहिले यो
छुट्टीको यो भ्याकेसन भएर चाहिँ सबै उयो होटलहरू चाहिँ रिजर्भ भएर काहीँ वेट गर्नु, काहीँ 12 बजीसम्म चेकआउट अब अरूले गरेपछि हुन्छ रुम खाली भन्नुहुन्छ, काहीँ 11 बजी काहीँ 12 बजी गर्दा गर्दा हामीले यो होटल बुक गरेको छौँ। एकदम राम्रो छ, बाहिरको भ्यू पनि एकदम राम्रो छ। अनि चाहिँ हामी यहाँ रुममा आएर कफी चिया खाएर चाहिँ अब हामी निस्केको डुल्नको लागि। अनि बाहिर जान्छौँ अनि लन्च गर्छौँ अनि चाहिँ जान्छौँ समुद्रमा, गोवाको बिचमा। अगाडि पनि हेरेर इन्जोय गर्नु होला। अब चाहिँ हामी यहाँ आइसक्यौँ होटलमा। अब चाहिँ हामीले यहाँ खाना अर्डर गरेको छौँ। अब चाहिँ हामी खान्छौँ खाना अनि त्यसपछि हजुरहरूसँग भेट्छु। अब चाहिँ हामी खाना खाएर नि अघि निस्किसक्यौँ। के भयो भने यहाँ खायौँ खाना अनि खाना खाएर चाहिँ सिधै हामी गयौँ समुद्रमा पौडी खेल्नु। हाम्रो सामानहरू सबै फोनहरू कपडाहरू चेन्ज गरेर अनि सबै लगेज चाहिँ त्यहाँ लगेज उयो राख्ने ठाउँमा राखेर चाहिँ हामी सबैजना स्विमिङ गर्नु गयौँ, समुद्रमा खेल्नको लागि गयौँ। त्यही भएर त्यहाँको चाहिँ एउटै भिडियो सुट गर्नु पाइनँ, किनभने फोन कसैको पनि साथमा थिएन क्या। सबै सामानमै हालेर हामीले चाहिँ त्यहाँ लकरमा राखेको थियौँ। अनि त्यहाँबाट निस्केर चाहिँ हामीले ड्रेस चेन्ज गऱ्यौँ नुहाएर। अनि चाहिँ अब हामी फेरि जाँदैछौँ यता अर्को साइडमा। अनि हामीले चाहिँ रुम समुद्रदेखि नजिकै लिएको छौँ, हिँडेर हार्डली 5 मिनट लाग्छ होला, नजिकै लिएको छौँ। अनि त्यही भएर अब चाहिँ हामी यहाँ घुम्छौँ अनि एकैचोटि राति फर्किन्छौँ रुममा। यस्तो चक्का नभएको छिटो छिटो हिँड भिजिस, पानी फेरि पऱ्यो। मामा आज कुन डे हो? वेडनेसडे होला। आज हाम्रो लास्ट दिन हो। म पर्सि चाहिँ एउटा ठाउँमा छु नि, एकैछिनमा क्या पिज्जा। अब चाहिँ हामी जाँदै थियौँ रुम, रात पनि परिसकेको छ। अनि यहाँ चाहिँ हामीले साइडमा फालुदा देखेँ अनि मैले चाहिँ यो खाएको थिइनँ, फर्स्ट टाइम हो खान आँटेको। त्यही भएर यहाँ फालुदा ट्राई गर्न आँटेको। बहिनीहरूले चाहिँ मन पर्दैन भनेर भन्नुभयो अनि म एक्लै यो फालुदा 1 कप ट्राई गर्नु आँटेको छु। मलाई चाहिँ एकदम दामी लाग्यो, मिठो लाग्यो। अनि यहाँ चाहिँ फालुदा खान्छु अनि डिनर गरेर चाहिँ एकैचोटि जान्छु। मैले भने अघि नै क्लिपहरू पुरै मबाट मिस भएको छ। अनि कहाँ कहाँ गयो क्या, कति डिलिट भएछ, कति के भयो। त्यही भएर चाहिँ जति पनि छ त्यति नै मैले हाल्दैछु। अनि यही भिडियो पनि लामो हुन्छ भनेर चाहिँ मैले बाँकीको नेक्स्ट डे डुलेको भिडियो चाहिँ
अर्को भिडियोमा लिएर आउनेछु। आजको मेरो भिडियो यति नै। हजुरहरूलाई कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला, सेयर पनि गरिदिनु होला। जसले सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। अनि यो नेक्स्ट पार्ट हेर्नुको लागि चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। ओके बाई बाई, टेक केयर।